आज भियतनाम मोबाइल फोन कपडा जुत्ता जस्तो सामान के छ केटाहरू गरिबी बढिरहेछ है नेपालमा। थाहा नै छैन के भइरहेछ कस्तो भइरहेछ हैन। तर पनि हामी आज केही इन्ट्रेस्टिङ कुराहरूको बारेमा चाहिँ चर्चा गर्नेछौँ। नमस्कार सबैलाई। आज हामी एउटा अद्भुत कुराको नमस्कार सबैलाई। आज हामी एउटा अद्भुत कुराको बारेमा चाहिँ कुरा गर्दैछौँ। मानव मस्तिष्क हैन। मानव मस्तिष्क चाहिँ एउटा पावरफुल, सबैभन्दा पावरफुल हो। मानव मस्तिष्कले 2.5 मिलियन गिगाबाइटसम्मको जानकारीहरू भण्डार गर्न सक्छ, स्टोरेज गर्न सक्छ। जुन अहिले हामी क्लाउड स्टोरेज अथवा फोनमा मेमोरीहरू जति पनि छ त्योहरू किनेर कतै स्टोर, क्लाउड स्टोर अथवा सर्भरमा चाहिँ हामीले डेटाहरू स्टोर गरेर आउँछौँ। तर हाम्रो दिमागले चाहिँ 2.5 मिलियन गिगाबाइट भण्डारण गर्छ हैन। भण्डारण कसरी गर्छ भन्ने तपाईँलाई जिज्ञासा आइरहेको होला। मस्तिष्कले कसरी भण्डारण गर्छ भन्ने कुराहरू त अब त्यो कसरी पोसिबल छ भन्ने कुराहरू नि सबैलाई जाग्छ होला। सो केही कुराहरू हामीले यहाँ चर्चा गर्नेछौँ। मानव मस्तिष्कको संरचना हैन। मानव मस्तिष्कको संरचना कस्तो छ त? मानव दिमाग भन्छ नि, तेरो दिमाग घुँडामा छ भन्छ नि, त्यही हो। मानव मस्तिष्कको तौल करिब लगभग 1 देखि 2 केजीसम्म, 1.5 केजीसम्म हुन्छ हैन। एक्ज्याक्ट चाहिँ अब त हजुर हामीले खोज्नै पर्छ, एक्ज्याक्ट तौल गर्नुपर्छ। मानिसको दिमाग पनि मानिस अनुसार फरक पनि हुनसक्छ। त्यसको क्षमताको कुनै पनि अब हामीले कसैले मुकाबला नै गर्न सक्दैन यसलाई हैन। मस्तिष्कमा करिब 86 अरब न्युरोन हुन्छन् हैन। प्रत्येक न्युरोनले हजारौं जडान बनाउन सक्छ। भनेको एउटा न्युरोनले विभिन्न सेन्सहरू, जस्तै न्युरोन अब कोही डाक्टर अथवा कुनै फिल्डमा छ भने थाहा होला, राम्रोसँग उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँले राम्रोसँग बुझ्न चाहनुहुन्छ भने यी जडानहरूले नै मानिसहरूको स्मृति, ज्ञान, बानी, निर्णय सबै कुराहरू डिसाइड गर्छ। न्युरोनलाई ससाना स्विचहरू जस्तै कल्पना गर्नुहोस् हैन। अनि एकैचोटि अरबौं करोडौं स्विचहरू अन हुँदाखेरि बत्तीहरूको कस्तो मतलब पावरफुल एक्टिभ आउँछ होला, त्योलाई चाहिँ हामीले इमेजिन गर्न सक्छौँ। दिमाग पनि त्यसरी नै काम गर्न सक्छ। जस्तै हामीले हजारौं न्युरोनहरू एकैचोटि एक्टिभ गर्न सक्यो भने त्यति पावरफुल चाहिँ हाम्रो दिमाग छ भन्ने हो। न्युरोनलाई यिनीहरू कम्प्युटरले फाइलहरू स्टोर गर्छ, तर मस्तिष्कले प्याटर्न स्टोर गर्छ। तपाईँको अनुभव प्रत्येक कुरामा एक नयाँ प्याटर्न बनाउँछ। जस्तै हामीले खाना खायौँ भने कस्तो अनुभव दिन्छ, खेल खेल्यौँ भने कस्तो अनुभव दिन्छ, त्यो लाइक द्याट त्यस्तै कुराहरू पर्छ हैन। अब वैज्ञानिकले न्युरोन र निसाबको क्षमता अध्ययन गर्दा यस्तो अनुभव निकालेका थिए। एउटा न्युरोनले करिब 10,000 सिनाप्टिक जडान गर्न सक्छ हैन। 86 अरब न्युरोन इन्टु हजारौं जडान इक्वल टु अकल्पनीय नेटवर्क। हाम्रो कम्प्युटरको नेटवर्कहरू कस्तो हुन्छ भनेदेखि अब त्यसको लागि हामी अलग्गै भिडियो बनाउँछ हैन। यस नेटवर्कले कति संयोजन आउन सक्छ भनेर गणना गर्दा यो लगभग 2.5 मिलियन गिगाबाइट भन्ने थियो नि मैले अगाडि, त्यति नै बनाउँछ। 1 GB बराबर लगभग 5 लाख पानाको जानकारी हुन्छ हैन। 2.5 मिलियन GB भनेको 1.25 ट्रिलियन पाना बराबर हुन्छ, जुन अहिले नम्बरमा 2 ट्रिलियन भन्ने अहिले सम्पत्ति नै छैन हैन। मान्छेले बिलियन कमाएपछि एकदम धनी हुन्छ हैन। त्यसैले सामग्रीहरू धेरै छ हामीसँग स्टोर, दिमाग युज गर्ने हो भने। अब तपाईँले सोच्नु भयो होला हैन, मानिस मस्तिष्क यति धेरै पावरफुल छ, तर कसरी चाहिँ त्यही कुराहरू बिर्सिन्छ त? स्टोर गरेको डाटाहरू त हामीसँगै फोनमा त बस्छ, तर हाम्रो दिमागमा भएको डाटाहरू चाहिँ कसरी उड्छ भन्ने क्युरियोसिटी छ कि छैन हजुरसँग हैन? सो लेट्स डिस्कस अबाउट दिस।
ध्यान कम हुँदा जानकारी बलियोसँग स्टोर हुँदैन। हामीले कुनै कुरामा ध्यान दिएनौँ भने, ध्यान नदियो भने स्टोर डाटा त्यस्तो खासै क्याप्चर गर्न सक्दैन भनौँ न। पुनरावृत्ति नगर्दा स्मृतिहरू फिक्का हुन्छ भनेको, यादहरू नगर्दा केही कुरा पढ्यो भने हामीले फेरि रिकभर गर्नुपर्छ नि, त्यस्तै हो। नयाँ जानकारीले पुरानो जानकारीलाई दबाउँछ। नयाँ केही जानकारी आयो भने पुरानो सामानहरू हराउँदै हुन्छ। जसरी हामीले आफ्नो घरमा केही नयाँ सामान ल्यायो भने पुरानो फोनलाई बिर्सिन्छ नि, पुरानो फोनहरू फालिदिन्छौँ अथवा कतै दाइभाइलाई दिन्छौँ, त्यस्तै कुरा हो होइन। नयाँ जानकारीले पुराना कुराहरू त हराउने नै भयो। तनाव र निन्द्राको कमीले पनि स्मरण क्षमता बढाउँछ। यो चाहिँ अलि क्रिटिकल, त्यस्तै अहिलेको एकदम समस्या हो। इभन आई एम अल्सो डिप्रेस, आई एम अल्सो नो स्लिप पर्परली लाइक द्याट। तनाव र निन्द्राले क्षमता हराउँछ होइन। मस्तिष्कले अनावश्यक चिजहरू जान हटाउँछ। काम नलागेको कुराहरू मेटाइदिन्छ अरे क्या। द्याट्स काम नलाग्ने चिज त भन्ने हुँदैन, स्टोर गरेर राखेको भए हुन्थ्यो। अब लास्टमा चाहिँ हामी के कुरा गर्नु, स्मरण शक्ति चाहिँ कसरी काम गर्दछ त? स्मरण शक्तिहरूलाई चाहिँ हामीले 3 चरणमा चाहिँ एकदम राम्रो तरिकाले सेपरेट गरेर बुझ्नेछौँ। इन्कोडिङ पहिलो सिकाइ भनेको, ध्यान केन्द्रित भयो भने मात्रै दिमाग जानकारी ग्रहण गर्न सक्छ। हामीले कुनै पनि कुरालाई ध्यान दिएर हेर्ने हो भने बबाल तरिकाले ध्यान दिन्छ होइन। अनि आफूले राम्रोसँग ध्यान दिएर, मेरो ध्यान कहाँमा छ अहिले पनि मेरो ध्यान त्यहीमा छैन, ध्यान दिन केन्द्रित भयो भने मात्रै राम्रोसँग जानकारी दिन सकिन्छ। मैले अहिले यहाँ जुन स्क्रिप्ट पढिरहेको छु त्यो मेरो दिमागमा छँदै छैन होइन। स्टोरेज भण्डारण गर्ने क्षमता भन्छ नि, न्युरोनहरू बिचको जडान बलियो हुनुपर्छ भनेको। अब त्यो जडान गर्ने काम हाम्रो होइन। रिटाइबल स्मरण गर्नु, हामीले कतिपय कुराहरू गइरह्यो भने त्यहाँ बानी बस्छ होइन, गरिरह्यो कुनै ह्याबिट भन्ने हुन्छ नि, त्यो चाहिँ। सो मैले पनि धेरै कुरा सिकिरहेको छु, नयाँ कुराहरू होइन। धेरै अभ्यास गर्दा पनि यस्ता कुराहरू रिकभर हुन्छ। दिमागले लामो समयसम्म स्मरण रहिरहेको छ। अब मैले मेरो गोल भनेको नै भिडियो बनाउने हो, नयाँ नयाँ केही कुराहरू सिकाउँ। मलाई जति पनि कुराहरू नयाँ नयाँ कुराहरू चाहिँ सिक्न मन छ। एउटा ठाउँमा बसेर चाहिँ अड्किएर चाहिँ मलाई यो ठाउँमा बस्नु मन छैन होइन। मलाई जब पनि गर्नु छैन, केही पनि गर्नु छैन, नयाँ कुरा सिक्दै मजाइ गर्दै जे गर्न मन छ गर्ने केटा हो। लाइफ इज इन्जोय होइन। तर बोल्नु चाहिँ पर्छ, बोल्नु सकेन भने चाहिँ मान्छे तल जाँदै गर्छ है।